हेलो एन्ड नमस्ते सबैजनालाई इट्स मी स्यान्डी गौतम। आज म धेरै लामो समयपछि फेरि आएको छु विथ न्यू युट्युब च्यानल विथ फर्स्ट भिडियो। दिस इज माई फर्स्ट भिडियो है। सो आज मैले एकदमै धेरै कुराहरू कभर गर्नेछु यो भिडियोमा चाहिँ। लाइक हुन्छ नि, मैले यो भिडियोहरू यो च्यानल चाहिँ मैले किन बनाइरहेको छु, यो च्यानल किन इम्पोर्टेन्ट छ तपाईँहरूको लागि, साथसाथै मेरो इन्ट्रोडक्सन पनि दिनेछु, साथसाथै धेरै कुराहरू यो भिडियोमा चाहिँ कभर गर्नेछु। मेरो च्यानल कसरी स्ट्रक्चर हुँदैछ अब फर्दर भनेर होइन। सो दिस इज माई फर्स्ट भिडियो एन्ड आई होप एभ्री वान विल सपोर्ट मी होइन। सो टकिङ अबाउट माई इन्ट्रोडक्सन, म चाहिँ सन्दर्भ गौतम। विगत 2 वर्षभन्दा बढीदेखि त चाहिँ म अस्ट्रेलियामा एज अ स्टुडेन्ट पढ्दै आइरहेको छु। साथसाथै मैले क्याजुअल्स कामहरू अनि पार्ट टाइम कामहरू पनि गर्छु है। सो अनि म चाहिँ करेन्टली जुन अर्गनाइजेसन्सहरू हुन्छ नि, विद्यार्थीहरूलाई हेल्प गर्ने अर्गनाइजेसनदेखि लिएर धेरै अर्गनाइजेसनहरूमा चाहिँ म एक्टिभ छु। अनि अर्को कुरा भनेको म कन्सल्टेन्सीसँग पनि म एक्टिभली इन्भल्भ भइरहेको छु, कन्सल्टेन्सीमा मैले काम गरिरहेको छु। सो त्यो कन्सल्टेन्सी रिलेटेड कुराहरू पनि म आउँछ यहाँ म भन्ने छु है। सो फर्स्ट थिङ त्यो भयो। अनि अर्को कुरा भनेको चाहिँ अब यो भिडियो अथवा यो च्यानल बनाउनुको मेन मोटिभ चाहिँ के हो? द फर्स्ट मोटिभ इज लाइक हुन्छ नि, विद्यार्थीलाई चाहिँ सक्दो इन्फर्मेसन दिने, सक्दो अवेर गराउने, जो नयाँ आउनु भएको छ अस्ट्रेलिया, अमेरिका अथवा जापान जता पनि हुनुहुन्छ होइन। सो विशेष गरी तपाईँहरू अस्ट्रेलिया हुनुहुन्छ अथवा अस्ट्रेलिया आउने प्लानिङ गर्दै हुनुहुन्छ भने चाहिँ पक्कै पनि यो च्यानललाई सब्सक्राइब गर्नु होला र यो च्यानल सेयर पनि गरिदिनु होला यदि जो आउँदै हुनुहुन्छ होइन। अनि अर्को कुरा भनेको चाहिँ अब मेरो चाहिँ कस्तो भयो भन्दाखेरि मैले अहिले टिकटक च्यानल पनि चलाउँछु। सो टिकटकमा पनि अहिले धेरै मान्छेहरूको इन्गेजमेन्ट छ। मैले त्यहाँ पनि अब भनौँ न विद्यार्थीहरूलाई परेको समस्यादेखि लिएर धेरै कुराहरू मैले अपलोड गरिरहेको हुन्छु र त्यहाँ अहिले इन्गेजमेन्ट मान्छेको एकदमै धेरै छ। र त्यो कुरा देख्दा पनि म एकदमै मोटिभेट भएको छु कि यो युट्युब च्यानल खोल्नको लागि होइन। मेरो युट्युब च्यानल खोलेर मैले मात्रै यो युट्युब च्यानल चलाउँदिनँ कि, लाइक मैले चाहिँ एकदम प्रोफेसनल मान्छेहरू नै हायर गरेर चाहिँ उहाँहरूलाई पनि मैले यो युट्युब च्यानलमा राख्नेछु होइन। जस्तै कन्सल्टेन्सीको मान्छेहरू हुनुभयो, त्योदेखि लिएर डिफ्रेन्ट अर्गनाइजेसन्सहरूको मान्छेहरू, एकदम भनौँ न ठुल्ठुलो मान्छेहरू, उहाँहरूलाई पनि ल्याएर के इन्फर्मेसन दिनुपर्छ, स्टुडेन्टहरूलाई के चाहिन्छ, कस्तो चाहिन्छ, लाइक ओभरअल भनियो भने म विद्यार्थीको बारेमा अपलोड गर्नेछु फर्स्ट होइन। मतलब चाहिने कुराहरू जे कुरा एकदमै एसेन्सियल छ त्यो कुराहरू म अपलोड गर्नेछु। अनि त्यसको साथसाथै म चाहिँ भनौँ न डेली लाइफस्टाइलहरू कस्तो हुन्छ, के हुन्छ विद्यार्थीको यताउता होइन। अनि सबै यहाँ जति पनि आउनु भएको छ उहाँहरूसँग मैले अब एक्सपिरियन्सहरू सोध्ने यताउतादेखि लिएर लाइक हुन्छ लाइफस्टाइल भ्लगहरू आउनेछ होइन। अनि थर्डमा चाहिँ तपाईँहरू अस्ट्रेलिया सुरुमा आउने बित्तिकै तपाईँले ट्रेन कसरी चढ्ने, एयरपोर्टमा के गर्नेदेखि लिएर होइन। तपाईँ अस्ट्रेलियाबाट नेपाल जाँदै हुनुहुन्छ, नेपालबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने तपाईँले एयरपोर्टसम्म के गर्ने, यताउतादेखि लिएर म ट्रेन कसरी चढ्ने, काम कसरी खोज्ने, भिजा लगाइसकेपछि अनि कोठा कसरी खोज्ने होइन, यहाँ कोही हुनुहुन्न भने यताउता ब्ला सब कुराहरूमा म अहिले सब कुराको टपिकमा मैले कभर गर्नेछु र त्यही भएर पनि इट्स गन बी भेरी इम्पोर्टेन्ट फर यु। अनि अर्को कुरा, तपाईँहरू यदि मसँग भनौँ न यदि आबद्ध यो च्यानलमा आबद्ध हुनुहुन्छ भने तपाईँहरूले मलाई इभन पर्सनल मेसेजहरू पनि टेक्स्ट गर्न सक्नुहुन्छ, विच आई हेभ बिन रिप्लाइङ फर सो लङ टाइम। कहिले चाहिँ मैले रिप्लाई गर्न पाउँदिनँ। इभन पहिला च्यानल हुँदा पनि एकदमै धेरै मेसेजहरू आउँथ्यो, त्यसमा भनौँ न कुनै मैले रिप्लाई गर्न पाउँथिनँ, तर मैले सब रिप्लाई गरिदिन्थेँ सकेसम्म है। मैले टाइम भएसम्म चाहिँ त्यो पनि तपाईँहरूले गर्न सक्नुहुन्छ, क्वेसन गर्न सक्नुहुन्छ। अनि साथसाथै यो च्यानलमा चाहिँ एकदमै रमाइलो, एकदमै बवाल, एकदमै इन्टरटेनमेन्ट, एकदमै युजफुल, इन्फर्मेटिभ बनाउने छु। र फ्युचरमा पनि मैले त्यसरी नै अब डिजाइन गरेको छु होइन। यो च्यानलको लागि चाहिँ अब भनौँ न मान्छेहरू हायर गरेर कोल्याब गरेर दाइहरूसँग, अलिकति स्किल भएको मान्छेहरूसँग होइन। सो त्यो गरेर पनि म अगाडि बढाउने छु यो च्यानलको लागि। सो त्यही भएर तपाईँहरू यो च्यानलमा स्टे ट्युन्ड। एन्ड तपाईँहरू नेपालबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने डु सब्सक्राइब टु दिस च्यानल। तपाईँहरूलाई धेरै इन्फर्मेसन, धेरैभन्दा धेरै इन्फर्मेसन हुन्छ। अनि अर्को इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँहरू अर्को च्यानलमा नजानु होला। मेरो स्यान्डी गौतम भन्ने अर्को छ च्यानल, त्यो च्यानल चाहिँ मैले चलाउँदिनँ। मैले फर्स्टमा पनि मैले मेन्सन गरिसकेको छु र त्यही नै हो आजको यो फर्स्ट इन्ट्रोडक्सन भिडियो होइन।
अनि होप तपाईँहरूले पनि सपोर्ट गर्नुहुन्छ, राम्रो सपोर्ट गर्नुभयो भने त्यही अनुसारले सबै कुरा म पनि म्यानेज गर्न सक्छु। अहिले टिकटकमा पनि तपाईँहरूले मलाई फलो गर्न सक्नुहुन्छ। मेरो आइडी सन्दर्भ गौतम नै छ टिकटकमा, त्यहाँबाट पनि धेरै इन्फर्मेसनहरू लिन सक्नुहुन्छ। अस्ट्रेलियामा जस भनौँ न इट्स समटाइम्स इट बिकम्स रियली टफ होइन, प्रब्लम्सहरू हुन्छ। सो त्यो कुराहरूलाई मैले कभर गर्नेछु र अनि त्यो कुराहरूलाई कसरी सल्भ गर्न सकिन्छ त्यो पनि मैले कन्भे गर्नेछु होइन, त्यो मेसेजहरू पनि। सो त्यही नै हो आजको लागि, अनि स्टे ट्युन्ड, अनि त्यही नै हो। ह्याभ अ गुड नाइट। म पनि सुत्छु अब। म यहाँ करेन्टली ओभनमा आएको छु। म बस्ने चाहिँ हर्चबिलमा तर ओभनमा आएको छु दाइहरूकोमा। एन्ड त्यही नै हो। हस् त, बाई, फन।